दामनले के गर्दैन हौ ल ल ल हल्ला चाहिँ नगर्नु होइन विष लाग्छ लाग्दैन यसको लाग्दैन हो नकरा न यहाँ मलाई यसरी किन बानेको यसले थाहा छ तपाईँलाई डरले के तपाईँ हाम्रो लागि एकदम ठुलो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ है सर्पले ल के भन्न चाहनुहुन्छ यो सर्प उद्धार गरेकोमा धन्यवाद धेरै धेरै धन्यवाद तपाईलाई बिस नलागे पनि हामीलाई डर धेरै हुन्छ तपाईले पक्रिदिएर लगिदिने धेरै धेरै धन्यवाद लगेर जङ्गलमा छाडिदिनु यसलाई छोड्ने जङ्गलमै हो ल हामीले सर्प चिन्न जरुरी छ सबैभन्दा सुरुमा हजुर होइन बाटोमा त्यो भिड हुन्छ कि ल लो अङ्कल यहाँ आउनु त यहाँ आउनु यहाँ नजिक केही हुँदैन डराउनु पर्दैन ल के भन्न चाहनुहुन्छ तपाईँको घरमा सर्प निस्केको ल यहाँ चाहिँ सर्प उद्धारको लागि हामी आएको छौँ ए लु नमस्कार लु हाम्रो अङ्कल घरमा हो लु नमस्कार हजुर यो दोस्रो उतापट्टिको यहाँ छ यो दोस्रोमा एकदम मजाले खिचिदिनु ल यसमा अर्कोमा हेर ओल्लोमा हो त्यसमा लाइट चाहिन्छ उता चाहिँ के छ त्यता जाने ठाउँ छैन अब यहाँ सुत्नै पर्ने भयो एउटा बोरा दिनु ए यता भाग्ने ठाउँ कहिले छ यता भाग्ने ठाउँ छैन सुलुक्क अगाडि आयो भने छैन बोरा ल्याउनु त बोरा एउटा राम्रो तँ बोरा होइन हाल्ने बोरा दिन्न नच्यातिएको बोरा ए सुत्नलाई त दिन्न एउटा नयाँ बोरा ल्याएन है मन्जु कहाँ भाइको चाहिँ घर कहाँ हो ए यी बस्नुहुन्छ यहाँ त्यो दोकान उहाँ सर्नु भएको रहेछ घुमै पुगेर लिएर दोकान छ छोड्नु न त्यो त कसरी छिरो यहाँ कताबाट छिरो खोज्दा भेटेको त्यहाँ त कहाँबाट यहाँ त हेर्नुभयो मान्छेले देख्नु भएको कताबाट आएको कुदेर आएको देख्यो त्यहाँ छिरेको देख्यो भरे खोज्दा गर्दा त्यहाँ रहेछ क्या दुई पाताल खोज्यो फिनेल सिनेल छर्क्यो अब त्यहाँबाट भाग्छु भन्दै छ होला कताबाट माथि भित्र जाने ठाउँ छ हल्लिँदैन क्या त्यो त निक्लिँदैन नि खोइ त यहाँ त हो र त्यो अघि देखेको होइन र छ कि अहिले ए ऊ पर भित्ता भित्तामा रहेछ डरले कसरी निकाल्नु अब आउँछ त आउँछ ए सामग्री अनि कति अप्ठ्यारो आएको छ हौ कराएको सुन्नुभयो सर्प अब कत्रो रिसै कराउँदो रहेछ कुन हो अबै उहाँ बस्छ कराउँदो रहेछ नचला भन्दैछ नचला भन्दैछ अनि सर्प त कराउँदो रहेछ सुल्ल भाग्यो भने हामी कता भाग्यो वा गर्दैछ उहाँ गरौँ बानी भएको मान्छेलाई फोन अलिक उता जानु अहिले म त भाग्छु यता भाग्छु आइहाल्नु अन्त मन आफिएर कहाँ
एउटा बोरा ओछ्याइदिनु त्यहाँनिर मासतिरपट्टि त्यो बिरालो चाहिँ ल्याएर ओ कान्छ यता आइज यहाँ भित्र हाल्नु पो फिनेल ती बाहिरसम्म मात्र हालेको छ भित्र हालेको छैन अहिले हिँड्छ होला फेरि त्यहाँबाट भाग्यो भने निस्किने ठाउँै छैन उताबाट निस्किने भयो अघि भित्र छैन क्या अब यो निकाल्नु पो गाह्रो हो तान्नै पर्छ यतैबाट तान्नु पर्छ बस्न पनि भरे घाउ हुन्छ मैले त्यहीबाट त्यो लामो छैन स्टिक भनेको तपाईँलाई अघि यो भन्दा लामो त स्टिकै हुँदैन चेप्ने होइन चेप्ने पनि लामो हुँदैन त चेप्ने खास गरी युज गर्ने नै होइन क्या घाउ हुन्छ है घाउ हुन्छ। ती राख्दिनु न उता नलानु दाइ बोरा ओछ्याउनु पहिलो ओछ्याउने होइन त होइन हुडामा उहाँ लाग्छ होस् न त त्यहाँ अहिले निकाल्दा हुन्छ नि उहाँ त्यो लुगा धुनु। घु घु गरेर आइज हौ बिरालो जस्तो आमा तानो छैन त अनि के छ त यहाँ भित्र धान हजुर धान 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 छ भर्री छ धान बोराहरू छन् यो डरले यता आउँदैन क्या यो सर्प मान्छे भन्दा 5 गुणा बढी डराउँछ सर्प अनि अहिले डराउँछ नि राति निस्किहाल्छ अब एकछिन निस्किन्छ फेरि भागिहाल्छ यसलाई निकाल्ने कसरी एकै ठाउँमा बस्दै बस्दैन यहाँ आउँथ्यो डराले उहाँ लेपासिलो छ उहाँ बाँसमा त लेपासेर बस्दो रहेछ माथि अनि कोटपात देखेको झार्नै सकिएन ढुङ्गा हान्दा नि भएन घोप्तानी भएन झर्दै अनि रुखमा भएकोलाई किन चलाउनु भएको त खै निकैजना मान्छेले झार्ने कोसिस गर्नु पो झरेन एउटा उयो ल्याउन त यो पक्रिन्छ आइज यो एकछिनमा बन्द यो पुस गरेर मैले त्यो मेरो खर्नी जहिले लेपासेर बस्छ मासु भन्दा उसलाई मर्छु नि भन्नु थाल्नु अर्को लाइट छैन त्यो लाइटले देखिँदैन क्या अर्कै हो त्यो आउन पनि अरू अनि बस्दा छ यो बसेको होइन डरले डर लुकेको हो पो गर्नु त हो बिरालो यहाँबाट गएछ खाएर मुटा खाएर मुठा कत्रो ल्याउँदै त्यो दाउरा मुनि बस्छु होला रातभरि हुन्थ्यो घाँस घाँस गरेर लाग्छ हेर्दै आयो नि माछा भुँडीबाट आनेर ल्याउँ न भुँडीबाट भुँडीदेखि यो माटोले दिएन क्या यस्तो छ सबै त्यो
यो गोलो भएर बसेको छ सबै ढाकेको छ यस्तो त ए ढाकेको अनि तान्ने ठाउँै छैन क्या गोलो भएको थियो सायद। उठेर म अब आयो 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 अब यो भाइ अनि टोक्दैन दामनले के गर्दैन हौ। ल ल ल हल्ला चाहिँ नगर्नु होइन 20 लाग्छ लाग्दैन यसको लाग्दैन हो नकरा न यहाँ मलाई यसरी किन बानेको यसले थाहा छ तपाईँलाई डरले के डराएर खोइ हाम्रो क्यामेराम्यान भाइ ल यो सर्पलाई चाहिँ नेपालीमा धामन सर्प इङ्ग्लिसमा यसलाई ऱ्याट स्नेक भनिन्छ पूर्ण रूपमा अविषालु है यो सर्पले टोक्यो भने विष लाग्दैन तर पनि मान्छेहरू कतिपयलाई चाहिँ थाहा नभएर यही सर्पले टोके पनि उहाँहरू आत्तिएर हस्पिटल जाने त्यति मात्रै नभएर बेहोस हुने उहाँहरूको ज्यानसम्म गएको पनि हामीले पाएको छौँ है त्यही भएर सबैभन्दा सुरुमा चाहिँ सर्प चिन्न जरुरी छ सर्प चिन्यौँ भने हामी चाहिँ बाँच्न सकिन्छ अब धेरैजनालाई त थाहा हुँदैन नि त यो सर्प पनि अविषालु भनेर त त्यही भएर चाहिँ हामीले सर्प चिन्न जरुरी छ सबैभन्दा सुरुमा हजुर होइन बाटोमा त्यो भिड हुन्छ कि ल लो अङ्कल यहाँ आउनु त यहाँ आउनु न यहाँ नजिक केही हुँदैन डराउनु पर्दैन ल के भन्न चाहनुहुन्छ तपाईँको घरमा सर्प निस्केको यतापट्टि देखाइ त भाइ यताबाट आएर ल आमा त्यही बस्नु त्यही डराउनु पर्दैन बस्नु त्यहाँ ल्याउँदिन यो सर्प तपाईँहरू अगाडि देख्नु भएको थियो यस्तो सर्प यो सर्प कुन सर्प अरे चिन्नुभयो धामन सर्प है यहाँ सुन्नु है यो सर्पले टोकेपछि चाहिँ तपाईँ हामीलाई हस्पिटल जानु पर्दैन यो सर्पले टोक्यो भने विष लाग्दैन तर पनि मान्छेहरू कतिपय चाहिँ कति के गर्नुहुन्छ भने यही सर्पले टोक्दा पनि आत्तिएर उहाँहरू चाहिँ हस्पिटल जानुहुन्छ बेहोस भएर ज्यानसम्म गुमाएको लाखौँ लाख पैसा खर्च भएको छ र विषालु सर्पले टोक्यो भने चाहिँ हामी तुरुन्तै उपचार केन्द्र हस्पिटल जहाँ चाहिँ सर्पको टोकाइबाट औषधि हुन्छ त्यहाँ जानुपर्छ र गोमन के अरे करेटहरूले टोक्यो भने चाहिँ आधी घन्टादेखि 45 मिनटभित्रमा हामी हस्पिटल पुग्नुपर्छ र टाइममा उपचार केन्द्र पुगिएन भने चाहिँ कि आइसियु कि भेन्टिलेटरमा सिधै एडमिट हुन्छ र 8-10 लाख सकिँदा पनि ज्यान बच्छ भन्ने फिक्स हुँदैन र त्यही भएर चाहिँ हामीले सर्प चिन्न जरुरी छ यसलाई चाहिँ किसानको साथी पनि भनिन्छ कसरी किसानको साथी भनिन्छ भन्नुहुन्छ भने चाहिँ यो सर्प तपाईँको खेतबारीमा छ भने चाहिँ प्राय जस्तो मान्छेहरू जता छ खेतबारीहरू जता छ त्यो एरियामा चाहिँ यो सर्प बस्छ त्यो तपाईँहरूको खेतबारीमा यो सर्प छ भने चाहिँ यसले मुसा र भ्यागुताहरू सबै खाइदिन्छ है तपाईँको खेतमा चाहिँ 10 मुरी धान फल्थ्यो भने यो सर्प छ भने 12-15 मुरी धान फल्छ किनभने यसले मुसा भ्यागुता सबै खाइदिन्छ त्यही भएर चाहिँ तपाईँहरू यो सर्पलाई नमार्नु होला यो सर्प मात्र नभएर जुनसुकै सर्पलाई पनि नमार्नु होला सर्पले इकोसिस्टमलाई ब्यालेन्स गर्छ सूर्यबाट आउने विकिरणलाई चाहिँ सर्पले खान्छ र तपाईँ हाम्रो लागि एकदम ठुलो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ है सर्पले ल के भन्न चाहनुहुन्छ यो सर्प उद्धार गरेकोमा धेरै धेरै धन्यवाद तपाईलाई बिस नलागे पनि हामीलाई डर धेरै हुन्छ तपाईले पक्रिदिएर लगिदिने धेरै धेरै धन्यवाद लगेर जङ्गलमा छाड्दिनु यसलाई छोड्ने जङ्गलमै हो ल हस् धन्यवाद हाम्रो अङ्कल के भन्न चाहनुहुन्छ हामीलाई त डर लाग्छ होइन डराउनु पर्दैन होइन हातैमा लाने बोरामा लानुहुन्छ नि लु नडराउनु छुनमा आउनु तितो ऊ के अरे सर्पमाला लाउनलाई मान्छेले कति कति पैसा तिर्छ होइन त्यो सपेराहरूले डुलाएर ल्याएको सर्प मान्छेले चाहिँ पैसा दिएर आमाले यहाँ आएर त्यो सपेराहरूले डुलाउने सर्पको चाहिँ दाँत पनि निकालेको हुन्छ विष पनि निकालेको हुन्छ है
ल अब यसलाई चाहिँ म यहाँ बोरामा हालिदिन्छु यो सर्पले चाहिँ नि एउटा कुरा तपाईँहरूलाई म भनिदिन्छु प्राय कम्मरदेखि उँभो मात्रै एट्याक गर्छ टोक्नु खोज्छ बुझ्नु भयो नि कुरा माथि उठेर कम्मरदेखि माथि लैन गाई बिहाको छ भने दुधहरू खान्छ भन्छन् न खाँदैन त्यो गलत हो सर्पले जुनसुकै सर्पले पनि दुध खाँदैन त्यो दुध दिएको देखाउँछ त त्यो त त्यो फिल्ममा सिरियलमा देखाउँछ कुनै सर्पले दुध खाँदैन सर्पसँग दुध पचाउन सक्ने इन्जाइम शक्ति हुँदैन पक्कै हुँदैन मुसा भ्याउ त खान्छ लु यहाँ बान्ने